फाइनली गाइस कोला भनेको साथीको भेटिरहेको रहेछ नि यत्रो वर्षमा अन्त नि अम्मै के छ खबर तिम्रो ठिकै छ छोरी यत्रो भइसक्यो हेलो एभ्रिवान तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा वेलकम छ अनि यो मेरो भिडियो चाहिँ दमकदेखि रविसम्म जाँदाको यात्राको अन्तिमसम्म हेरिदिनुहोस् है त आज मैले मेरो साथीलाई धेरै वर्ष पछाडि भेटेँ हाम्रो सँगै यहाँको छ खाजा खानलाई जानेछौँ ल त बाजगाउँमा चाहिँ अहिले टोके कुसुन्डेको बाटो जाँदा चाहिँ खाजाको व्यवस्था पनि रहेछ क्या यहाँ होटेल रहेछ फर्स्ट टाइम झर्केहरूमा त यहाँ के पाइँदो रहेछ हामीले चाहिँ नास्तामा चटपटी र मोमो मगायौँ अब धेरै वर्ष पछाडि भेट भएको साथीसँग पहिला क्लासको कुराहरू गर्दै बस्यौँ निकै बेरसम्म अनि यहाँको होटल चाहिँ यस्तो बनाएको रहेछ यति राम्रो अनि अब म चाहिँ खाइसकेर गाडीभित्र पसेर रेला गरेर जिस्किँदै बसिरहेको थिएँ नि फाइनली हामी त्यहाँबाट पनि अब घरतिर लाग्यो कम्तीमा पनि 3 घन्टाको यात्रामा चाहिँ साथीसँग धेरै मिठो गफ गऱ्यौँ किनभने मेरो साथीहरू चाहिँ सानोमै बिहे गरेको नि त त्यही भएर नानीहरू झन्डै मैजात्रो थियो अनि गफ गर्दै गर्दै मेरो साथीलाई चाहिँ हुलाकमा छोडिराखेर हामी चाहिँ फाइनली रवि आइपुग्यौँ यो चाहिँ हाम्रो रवि बजार हो अनि रवि बजार चाहिँ अहिले यस्तो छ है हाम्रो रवि बजार पनि राम्रो छ तपाईँहरू यदि आउनुभएको छैन घुम्न आउन सक्नुहुनेछ ल फाइनली अनि साथीहरू मेरो घर चाहिँ रवि बजारदेखि अलिकति तल मुनि हो अनि प्रवेश दाइले चाहिँ चट्टसँगले मलाई मेरो घर पनि ल्याइपुऱ्याउनु भयो ल त साथीहरू यो चाहिँ मेरो घर हो ल त साथी फाइनली घर पनि आइपुग्यो वेयर इज माई मदर मम्मी मन नआएको टेन्सन लिँदै फोन गर्नुभएको थियो त आमामा घर आइपुग्यो 4-5 दिनको लागि चाहिँ कान्छी बहिनीलाई घरमा बोलाएर राखेर म चाहिँ तमक उपचारको क्रममा गएको थिएँ फेरि मेरो बहिनी पनि काम परेर अझै तल झर्नु पर्यो योपालि चाहिँ दिदी बहिनीको भेटै भएन बहिनी दम पुग्ने दिदी रवि आउने फेरि अस्ति पनि त्यस्तै भएको बहिनी रवि दिदी दम म चाहिँ बिरामी भएर तल झरेको थिएँ अनि मेरो भारीहरू बोक्नलाई चाहिँ एकदम तयारी मेरो भदा एबी एकदम बलियो छ ज्ञानी छ एकदम धेरै काम सघाउँछ यसरी गरौँ ब्याग पनि बोकेर लगिदिइहाल्यो सबै सामानहरू पुऱ्याइसकेर फेरि एकछिनमा त यत्रो भारी पनि उचालेर लग्न सक्छ फुपू भनेर कुद्छ मेरो भदा बलियो रहेछ त 4-5 दिनको बादमा घर आएको यस्तो खुसी लाग्यो साथीहरू आमा कुरै नगरौँ दमबाट मकै पनि रास लिएर आएको थिएँ मेरो चाहिँ फेभरेट हो नि त लास्टै धेरै मकै खान्छौँ ल त साथीहरू तपाईँ सबैजना थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएको निम्ति यदि मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस् है त ल बाई बाई